Yo guys, what's up? After a long time, just अस्तिको टाइम चाहिँ वाला ट्रेड पक्रेको थियो अनि त्यसपछिको मैले यो चाहिँ छ नि आइसिटी बेस्ड सिम्पल सानो मनिस्टु वाला ट्रेड हो 27 पिपको अनि यस खासैमा मैले किन गरेको छैन अनि त्यस्तै गरी जाउँ अब हामी एनजेडी जिपिपी एनजेडी यो हल्का मलाई एट्र्याक्टिभ लागिरहेको छ छुइरहेको क्या भित्रभित्र कतै होइन जस्तै कि अब यो साह्रो ल्याएको जस्तै कि चेन्ज अफ क्यारेक्टरमा कुरा गरौँ न फर्स्ट मसँग यहाँनिर एउटा पिओआई थियो केले त्यस्तै गरी यो इन्टरनल क्यान्डल एउटा एक हिसाबले यहाँनिर चेन्ज अफ क्यारेक्टरको काम गरेर लाइक कसरी भन्दाखेरि मार्केट आयो तल इन्टरनल क्यान्डल एउटा सानो आफ्नो एउटा फुल ब्याक हो वेमा ट्याप गर्यो माथि गयो विक आयो माथि यो वाला किस्सा भएको छ यहाँनिर आज 2 बजे जस्तै कि यो भयो ट्रिटमेन्टमा हाम्रो यो अरू लक चेन्ज अफ क्यारेक्टर कन्फर्मेसन इन्ट्री यो भयो अनि त्यस्तै गरी चेन्ज अफ क्यारेक्टर कसरी माथि गयो तल आयो माथि गयो तल इट्स ब्रेक अनि त्यसपछि यो जुन अर्डर ब्लक बन्यो होइन यहाँ पनि छ पिओआई एउटा के लेभल टाइपमा आरबिएस अथवा रेजिस्टेन्ट बिकम रेजिस्टेन्ट रहेछ सपोर्ट बिकम रेजिस्टेन्ट एक हिसाबले मैले हेर्दाखेरि यहाँनिर मेरो के लेभलमा चाहिँ पिओआई निस्क्यो प्लस के छ त त्यहाँनिर भन्दाखेरि एउटा ब्रेकअप ब्लक पनि छ अनि यो भयो एउटा लिक्विडिटी लास्ट काट्यो काटिसकेपछि चेन्ज अफ क्यारेक्टर पिओआईमा ट्याप फेरि अघि एउटा हाम्रो अर्डर ब्लकमा ट्याप देन मुभ अर्डर ब्लकको हिसाबले यो वाला सम्ममा 61 पिक थियो 4 आवरमा 4 घन्टामा आज फ्राइडे खासै अब हल्का लर्निङ गरिदिउँ हामी चाहिँ अस्ति अल टाइम म अनि बिजी नै थिएँ काममा सो त्यही भएर जस हाम्रो एउटा यो के लेभलबाट ट्याप भयो तल यहाँ पनि के छ एउटा चेन्ज अफ क्यारेक्टर छ लेट मी सो यु गाइज फर्स्ट यो भयो हाम्रो चेन्ज अफ क्यारेक्टर मार्केट स्ट्रक्चर सिफ्ट एनएसएस मार्केट स्ट्रक्चर सिफ्ट एन्ड देन यो इन्टरनल क्यान्डल पछाडिको मदर क्यान्डल पुरै के हो त अर्डर ब्लक
स्पियरमा ट्याप गरोस्, चेन्ज अफ क्यारेक्टर छ भने चेन्ज अफ क्यारेक्टर गरोस्, एन्ड देन कन्फर्मेसन हुन्छ, एन्ड देन इट विल फल। र त्यस्तै गरी उठ्छ पनि मार्केट। जस फरेक्समा हल्का के लेभलहरू निकाल्न अलिक डिफिकल्ट नै रहेछ। मैले नि धेरै ट्राई गरेर यहाँ गरेको थिएँ। अनि त्यस्तै गरी एउटा चेन्ज अफ क्यारेक्टर, एउटा अर्को चेन्ज अफ क्यारेक्टर, बाइङमा अर्को एउटा चेन्ज अफ क्यारेक्टर, एन्ड यु क्यान सी यो नि हाम्रो एउटा चेन्ज अफ क्यारेक्टर। रिटेस्ट फुल्ली अडो ब्लक्ड, ट्याप मुभ, यहाँसम्म अलिकति देखायो। इनफ एउटा ट्रेड निकाल्नलाई, एउटा ट्रेड गर्नलाई इनफ। 29 पिप 0.1 को लटले $29 पाउँछ। 1 ले कति बन्यो? 200 बन्यो। त्यही हो। सो अब हामी टाइम धेरै खराब नगरौँ, सिधै जाउँ गोडमा। गोडमा के कस्तो रूपहरू भयो थाहा छ। यहाँबाट एउटा ट्रेड थियो, यहाँसम्म पुग्यो रिभर्स। एकैछिनमा ट्याप्प हाजिमीको मार्केट डाउन होइन, साथै वाप गर्दै जस्तै भयो मार्केटले त्यति बेला। जस्ट ब्रेक इभेन चाहिँ गरिसकेको थियो। एन्ड देन त्यसपछि फेरि आयो लेभलमै त्यही पिओमा। मैले के गरेँ फेरि रिएन्ट्री बनाएँ मेरो यहाँनिरबाट। एन्ड देन बुम, आजको टार्गेट कम्प्लिट भयो। इन्स्टेन्ट अकाउन्टमा कति यस यो ट्रेडले, अनि त्योभन्दा अगाडिको नि यो सेलिङ पनि लिएको थियो। यहाँसम्मलाई लिएँ मैले 100 पिप्स। अनि त्यसपछिको यो वाला बाइङ भयो, यसले आएर काटिदिइहाल्यो। अनि त्यसपछि यो वाला ट्रेडमा जस गरेको थियो। अनि गोल्डमा के छ भन्दाखेरि मैले यहाँनिर पनि सेलिङको लागि ट्राई गरिरहेको थिएँ। एकचोटि हिट भयो, फेरि अर्कोचोटि हालेँ मैले, त्यसमा नि हिट भयो, फेरि अर्कोचोटि हालेँ, त्यसमा नि हिट भयो, केही सिप लागेन होइन। त्यसपछि यो जुन यो अलि ठुलोवाला क्यान्डल छ त्यो बन्दाखेरि एउटा हालेँ मैले, बिचबाट यसो ठिकको राखेँ, ट्याप यहाँसम्म आयो, 100 पिप बुक हान्दै चल्यो। त्यसपछि आयो खस्यो, फेरि आयो खस्यो, अनि यहाँबाट थियो एउटा नानी मेरो 15 मिनटको यही यो इन्टरनल क्यान्डल, किनकि तल गइसकेपछि यसले अपोजिट डाइरेक्सनमा काम गर्छ। माथि गयो भने आफ्नो पोजिटिभ डाइरेक्सनमा काम गर्छ। यो फक्सको एउटा पार्ट हो होइन, कसरी बनेको छ कसरी बनेको। तल आयो, ब्रेक गरिदियो फक्सलाई, माथि रिटेस्ट, एन्ड देन तल। इनसाइड बार मेरो फक्स हो, यहाँ थियो फक्स, हिसाबले नि गरेँ। यसमा एउटा इन्ट्री, यसमा एउटा इन्ट्री, यसमा एउटा इन्ट्री, यसमा एउटा इन्ट्री, यसमा 4-5 इन्ट्री भयो यहाँनिर। तर एसएल कहाँ हुन्छ त भन्दा एभ्री टाइम क्यान्डलको विकमा हुन्छ। सो क्यान्डलको विकलाई
एभ्री टाइम मार्केटले के गर्थ्यो त यहाँनिर ट्याप 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 पछि अनि आयो फस्यो देन रिटेस्ट फेरि डाउन फेरि रिटेस्ट फेरि डाउन फेरि रिटेस्ट फेरि डाउन पछि गएर उठ्यो एन्ड दिस होल क्यान्डल इज आर order block 50% बाट उभियो स्विप छ तल की लेभलले काम नगरे नि मेरो order blockले काम गरे यहाँनिर की लेभल अनुसारले मेरो एसएल यति हुन्छ खै त लगभग यस्तै यस्तै हुन्छ एसएल 30 पिप बट गएको थियो 200 पिप्स दिएको थियो पछि एक झट्कामै तल आयो होइन त्यो बेला जस्ट न्युज थियो ट्रम्पको त्यसलाई दियो जस अर्को एउटा सेलिङको ट्रेड पनि थियो जस्ट लाइक योबाट बट मैले माथि नै जान्छ होला छोडिदिरहेको थिएँ ब्रेक इभेन गरेर अनि ट्याप तल आयो ब्रेक इभेन गर्थ्यो तल अनि यहाँबाट एउटा निस्किन्छ होला भनेर सोचेको थिएँ मैले जुन यो बिचको छ यसलाई क्याप्चर गर्नको लागि बट निस्केन अनि त्यसपछि यहाँबाट ब्याङ्क अनि एउटा उचित लागेर अनि यहाँसम्मको एउटा टिभी बुक गरेँ एन्ड देन गोल्डमा के छ भन्दाखेरि एउटा यहाँनिर इम्ब्यालेन्स छ एउटा ग्याप कन्ट्रोल जेड दिस इज इम्ब्यालेन्स मार्केट अफ भएको थियो यहाँनिर बन्द भएको थियो त्यो बेला यो ग्यापलाई लिनलाई मार्केट आउँछ नआउँदैन एउटा पिरियडबाट तल झऱ्यो यताबाट उठ्यो यसको मानौँ 15 मिनट अनुसारले के मान्न सकिन्छ भन्दाखेरि स्विप चेन्ज अफ क्यारेक्टर रिटेस्ट अब यहाँनिर हल्का सिमिलर एउटा पिनन टाइप स्ट्रक्चर बनिरहेछ as we can see a pinant यहाँनिर यो पिनन्ट बनिरहेछ भनेको थियो त्यसको फर्स्ट मुभ माथि गएको त्यसपछि जुन मुभ यो फर्स्ट मुभ फेरि गर्ने रिभर्सल हुन्छ त्यसको खासमा अनि हामीलाई यहाँनिर एउटा भेरिस प्याटर्न पनि दिएको छ क्यान्डल फर्म भएको छ एउटा सुटिङ स्टार पिन बार टाइपको क्यान्डल छ अनि जस्ट त्यो आयो त्यसको नेक्स्ट क्यान्डल पछि तल आएको छ एउटा ग्याबिजम पनि छ सानो त्यो क्रिएट गरेर यो मुभ निस्क्यो जस्तै कि 250 pips यहाँनिर रिलिए भनेको वास्तवमा क्यासल राखेर मजाले कमाउँछ जस्तै कि like this यो कुराहरू त भयो इन्टरनलको एक्सटर्नलमा कहाँसम्म जान सक्ला गोल्ड भन्दा हाम्रो इम्ब्यालेन्स पेन्डिङ छ त्यसपछि मेरो छ कि लेभल ग्याप
support become resistant फेरि एलिभेन्स अर्को एउटा किनेबल यसलाई लिएर तल आएर फेरि माथि जाला कि अनि हो डेलीमा के छ यसको ब्रेकअप स्ट्रक्चर बाँच्ने फर्स्ट सेकेन्ड फेरि एकपल्ट तल आयो भने डेलीको लेभलबाट माथि जान सक्छ माथि लिक्विडिटी छ यस्तै यहाँनिर छ यस्तरी लिक्विडिटी यो पुरै लिक्विडिटीको एरिया नै हो यो नि जुन चाहिँ तलको चाहिँ फिल गरिदिएको छ मार्केटले बाँकी रह्यो यहाँनिरको यो माथिको ट्रेन्ड लाइन लिक्विडिटी यहाँनिर पुरै अब यो लिक्विडिटी फ्लो नै छ एउटा त्यस्तै गरी यहाँनिर छ हामीसँग एउटा डेलीको कि लेभल यसमा आयो भने फेरि एउटा सेटको लागि हेर्न सकिन्छ स्ट्रक्चर एउटा स्ट्रक्चर माथि माथि यस्तरी आउनु पर्यो तल माथि तल माथि कसरी भन्दाखेरि जुन सेम यहाँनिर बनाएको छ त्यस्तै गरी एउटा पोजिटिभ बेन्डिङ भयो भने यस्तै र अर्को हिसाबमा म एउटा चिज लगाउँछु जुन चाहिँ म र यसमा यो हुन्छ फर्स्ट चेन्ज अफ क्यारेक्टर ब्ल्याक माइन्ड कर्भको माइनर चेन्ज अफ क्यारेक्टर मेजर चेन्ज अफ क्यारेक्टर माइनर टुट्यो बडी क्लोजिङ छैन एक बडी क्लोजिङ दियो फेरि तल आयो भने
फेरि माथिको लागि सकिन्छ यो बिल्डिङमा कसरी छ यो एउटा प्याटर्न छ यो पुरै बिल्डिङको त्यस्तै गरी यो त भयो यो डिमान्डसँग चाहिँ यो डिमान्ड अलिक म्याच भइरहेछ त्यो देखिरहेछ म्याच भइरहेको सो अब सप्लाई के गर्ला त यो डिमान्ड भइसकेपछि सप्लाई के यसको हाफ कि त फुल यदि हाफ आयो भने मार्केट चान्स छ उठ्ने फ्रम दिस टु दिस एउटा स्टोरी लाइन जस्तै टाइपको भयो अब यहाँसम्म ट्रेड गर्नु छ फेरि तल लाइक यो एसबिआरबाट नि एउटा ट्रेड भन्छ यसको रिफाइनमेन्ट यति हो फुल्ली पिनट ल्याउने एउटा ट्याग 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 गरेर अनि माथि फेरि तल यसले कन्टिन्यू गरिदिन पनि सक्छ पिनट फर्स्ट मुभ नदिकन फेक मुभ नदिकन कन्टिन्यू गर्न पनि सक्छ त्यस्तै गरेर गर्नुपर्छ यसमा प्लस हामीलाई अब फर्स्ट नियरेस्ट पिवाई भनेको यो हुन्छ डेलीको हामीसँग यहाँनिर छ फ्रम दिस टु दिस अथवा दिस माथि ओके ठुलो रेन्जमा मैले देखेँ मार्केट अफ पनि छ सो मन्डे सेलिङ आउन सक्छ त बाइङ नै कन्टिन्यू गर्न पनि सक्छ लेट्स सी